माइला दाइको केक करोडमा एक केक खान्छौ कमला हो सुन्तला कि अमला। ल ह्याप्पी होली अङ्कल। हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। कि धेरै दिनपछि ब्लग बनाएर होला, अहिले बोली पनि कस्तो कस्तो भइरहेछ, जाडो भएर पनि होला। अनि आज चाहिँ यो सबैभन्दा मेन कुरा यस्तो हुनुको पछाडिको कारण चाहिँ भनेको एक्साइटमेन्ट हो क्या। आज चाहिँ हामी फर्स्ट टाइम एभर हामी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि हाइकिङ आउटसाइड द भ्याली। काठमाडौँ भ्याली भन्दा बाहिर हामी हाइकिङ जाँदैछौँ। हाम्रो स्कुटरमा रेडी भइसक्नु भएको छ युनिस दाई, एकदम चिटिक्क परेर। स्निकर नेसनको ओनर हुनुहुन्छ, अर्को ओनर हुनुहुन्छ यहाँनिर सुमन कटेल दाई। तपाईँहरू स्निकर नेसनमा आउनु, तपाईँहरूले एकदम राम्रो एफोर्डेबल प्राइसमा जुत्ताहरू पाउनुहुन्छ तपाईँले। लोकेसन पेप्सी कोला। हामी जाँदैछौँ लटरम्बेश्वर गाइज, लटरम्बेश्वर। त अब हामी यो हामी जाँदैछौँ लटरम्बेश्वर। हामी यहाँ अगाडि आउँदैछ। ओ यस, ट्याक्सी गइसकेको छ। हामी पेट्रोल पम्पमा आइसकेका छौँ पेट्रोल हाल्नलाई भनेर, हाम्रो दाइको एन्टकमा अनि यता अप्रिलामा। हेलो, अब हामी सातो बाटो ल फलफुल किन्दै हुनुहुन्छ। हामी चाहिँ सातो बाटोमा छौँ। दाइलाई जाडो भयो अरे, दाइ ज्याकेट लाउनुहुन्छ। अनि केरा 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 कोला भन्छ हाम्रोतिर। दाइले एकदम फलफुल किनिसक्नुभयो। ल हाम्रो यहाँनिर आज एकदम हाइकिङ चाहिँ एकदम खतरा हुन गइरहेको छ। अझै एउटा प्लास्टिक किन्न दाइ। अनि यो चाहिँ भनेको हाम्रो यो सातो बाटोको भाटबटेनीपट्टिबाट यता लाग्ने के भन्छ कुन के अरे गोदावरी जानेपट्टिको बाटोमा होइन। ल दाइले ज्याकेट लाउनुहुन्छ अरे। दाइ यो झुन्डाउने कि खान्ने? दाइ केरा खान्छ। जाँदाखेरि केही पूजा गर्ने बेलामा झुन्डाउनु मेरो भाइ। ए झुन्डाउनु न यार दाइ, ए भिडियो बन्द गरौँ यार। चापागाउँ कताबाट जाने हो? यही बाटोबाट यता? ए हस्, थ्याङ्क यू दादा काका। झन्डै हामी गएको। हामीले बाटो बिर्सेर अगाडि कटिसकेका थियौँ। फेरि अर्को बाटो पनि सजेस्ट गर्नुभयो हाम्रो काकाले। त्यही भएर चाहिँ हाम्रो दोस्तहरू चाहिँ गुगल म्याप हेरेर अगाडि गइसकेका छन्। हामी अब पछाडि पऱ्यौँ, अघिसम्म उनीहरू पछाडि थिए। एकदम राम्रो, अब एकदम दिल गार्डन भएर आए। के भन्दाखेरि यो गोदावरी आउने बाटो छ नि, यो बाटो सिधै गयो भने गोदावरी आउँछ। हामी चाहिँ यता जाने चापागाउँ जानलाई। यहाँनिर यहाँ बोर्ड टाँगेको छ भट्टराई आश्रम जाने स्थल भनेर। यहाँ लालीगुराँस इङ्ग्लिस सेकेन्डरी स्कुल भएपट्टि यो बिल्डिङ ध्यान दिने। यहाँनिर यो प्रतीक्षालय। अनि यहाँबाट यता आउने है। ल बाटो अब यहाँबाट एकदम सुरु भइसकेको छ अफ रोडिङ होइन। अब मेन बाटोबाट अलिकति साइड लाग्ने बित्तिकै एकदम गाउँवाला भाइब्स आउन थालिसकेको छ होइन। अनि यहाँ यो कुखुरा पनि के हो? यो टर्की हो, कुखुरा के हो भने दाइ चाहिँ एकदम यहाँ किन्ने। ल चुइगम चपाउँदै जाने, चुइगम किन्न जानु भएको छ दाइ। हामी जक्सन देखाइदेऊ नि। त्यो जक्सन देखाए दाइ, चापागाउँ छिर्ने। एकदम हो, चापागाउँ छिर्ने जक्सन देखेको थिएन, त्यहाँ छ। त्यहाँबाट सट्ट त्यो बाटो आउने है। त्यो बिचको बाटो चाहिँ देखाइने मैले। झन्डै युनिस दाइले स्कुटर खोलातिर झारेर। अनि कन्टेन्ट त्यसमा भन्थ्यो यार राजा। ल भाइको भिडियो कन्टेन्टै त्यस्तोमा भन्नु। फेरि झार्दैन ए राजा यार, तिमीलाई थाहा छैन अर्को ठाउँले झारि नै हाल्छ। यहाँबाट यहाँ हाम्रो एकदम अगाडिको राइडरले बाटो उल्टो देखाइदिएको छ। यहाँ दाइले हाम्रो सोचाइदिनु भयो। त्यहाँबाट यतै हो सिधै बाटो। हस् त, थ्याङ्क यू दाइ। यस्तो मान्छेको सल्लाह लियो भने नालामा छिराउँछ यसले। अगाडिको स्कुटीलाई जान दिउँ। ल अब हामी फेरि हाम्रो मेन बाटोमा आइसकेको छौँ। भन्दैछु
यस्तो बाटोबाट त कहाँ जान्छन् दाइ? यो त सिद्धपुरको बाटो जस्तो थियो। अनि हामी चापागाउँ आइसकेको छौँ फाइनली। अबको हाम्रो डेस्टिनेसन रहेको छ लतलम्बेथोल। गर्थ्यो एउटाले टिकटकमा लतलम्बेथोल महादेव जानलाई के गर्नु पर्छ गर्दै, फेरि मलाई पनि के हाल्छन् अहिले फेरि बोल्नु हुँदैन त्यस्तो जे पाइ त्यही। यहाँ पुरै के भन्छ पुरै पहिरो गएर रहेछ बाटोभरि, धन्न सफा चाहिँ भइसकेको रहेछ बाटो। रुखहरू पनि देखिएन यार। ल ठिक छ, पहिरो गएको त देखियो। अगाडि हाम्रो अर्को बाइक चालक सङ्गठन अगाडि छ। अनि हाम्रो पहिरो त कस्तो सबै भिड गएको है यत्रो सफा गरेर कति टाइम लाग्यो होला। यहाँबाट चाहिँ एउटा माथि सिधै जाने बाटो छ, ले जाने बाटो। त्यो नगइकन हामी चाहिँ उहाँ लेखिरहेको छ ले माथि, अनि यतातिर सातो बाटो, यता हेटौडा भनेको छ। हेटौडा भनेको बाटोपट्टि जाने। यहाँनिर यो बाटोबाट यहाँनिर गाडी कुरिरहेछन् मान्छेहरू। यहाँबाट यता आउने। अब यहाँबाट चाहिँ सिधै ल बाई बाई काका। काकाले धीरजलाई माझी औँला देखाइदिनु भयो हो। यहाँ फेरि दुईवटा बाटो छ, फेरि कन्फ्युजन भयो कुन बाटो भनेर। उता माथि भनेर चाहिँ फेरि बोर्डले त हेटौडा यता देखाइरहेछ यता। ए गुगल म्याप के फ्याँक्दै आयो फोन सोन। यहाँ अगाडि पनि दुईवटा बाटो देखाएको छ। अघि साथीहरू झुकेर यता गएको थिएँ, हेटौडा जाने यहाँ मजाले लेखेको छ हेटौडा भनेर। यहाँ के देखेछन् अन्धोहरूले, यता हो जाने बाटो चाहिँ। यता जाँदैछौँ है हामी। ल लाग्यौँ हामी हेटौडा बजार। यो मेरो छ युनिस दाइको बिहेमा नजर, मासु भात खाने हो टिङ टिङ। कोट मेरो च्यातिन आँटिसको दाइ, आँटिसको दाइ। तपाईँको उमेर पनि डाँडा काटिसको दाइ। ओहो बिहे कहिले गर्ने, बिहे कहिले गर्ने। वेट टु हेटौडा त लेखेको छ, हिँड्न अन्धो यी लेखिरहेको छ त्यता। भाग चल। खुट्टा मेरो जमो यार स्कुटीमा बस्दा टोपी खोल्छु म। अबदेखि म चिया खाँदैछौँ हाम्रो। अब हामी चिया खाना भनेर रोकिँदैछौँ यहाँनिर। खुट्टा मेरो आगोले यहाँ एकदम आगोमा एकदम तरकारी पकाउँदै हुन्छ आन्टी। के भयो के गर्ने हो भने नि तिमीले चाहिँ डिटेल इन्फर्मेसन देखाउनको लागि यस्तो चिजहरू चाहिँ कालीटार पुग्नुपर्छ तपाईँहरू। हामी अहिले कालीटारमा छौँ, चिया भनिसक्यौँ यहाँनिर। दुईवटा होइन, दुईवटा चिनी बिना। दुईवटामा चाहिँ एकदम राम्रो ठाउँमा पुगेको छौँ हामी। अब चिया खाने, चिया यता पनि ठेल आउँदै हुनुहुन्छ हाम्रो बहिनी चिया लिएर। थ्याङ्क यू बुनु। केटाकेटी हो, चिया आयो। मेरो नङभित्र के फोहोर पसेको छ, निलो भएको छ त नङ त। अनि यहाँ धीरज चिया खाँदैछ एकदम। दाईहरू चिनी बिनाको चिया एकदम सिक्स प्याक निकाल्ने फ्रन्ट लिएर बस्नु भएको छ हाम्रो दुईजना दाईहरू। बिहे गर्नु भन्दाखेरि त सिक्स प्याक चाहियो भनेर हेर्दै हुन्छ भनिदिएर मक्खा पर्नु भएको हेर्नु दाइ। युनिस दाई बिहेको नाम लिएपछि ओहो। ल सट देनी मार देली खींच के तमाचा, हंस देली ही। अब फिर ओ यस। यो भिड त के हो है? हल्ला छैन दाइ म तपाईँको स्कुल। ओइ धुलो के हो यो? अघिसम्म बाटो राम्रो भनेको अहिले केही देखेन त बाटोमा त।
के खान्छौ कमला हो सुन्तला कि अमला बागमती यहाँ त यहाँसम्म त कालै आउने रहेछ यार बागमतीको पुल आयो गाइज फाइनल्ली यहाँ हेर्नु काठमाडौँबाट आएको पानी कालै छ ढल है त्यो त माथिबाट त बोल्दै पानी टल्केर व्हाइट देखिन्छ होला भनेको यो त फोहोरको फिज रहेछ क्या हाम्रो अर्को दोस्तहरू अगाडि गइसकेका छन् दोस्ती ए म त गाउँको गोठालो सहर जान पाइन हो खान्थ्यौ होला कमला बिस्कुट मिठाई ल्याइन हो कस्तो डर पो कि त्यहाँ माथि निक्लिनु न त्यहाँ आउनेछ म त ओहो यहाँ एकदम अफ रोडिङ यहाँ बाटोमै बागमती आइसकेको छ दर्शक बिन यहाँहरू हेर्न सक्नुहुन्छ बाटोमा कत्रो कत्रो खाल्टो छ ड्राइभरले धम्की दिँदैछन् मलाई तर म डराउँदिनँ दर्शक बिन यसरी आवाज कहिलेसम्म दबाइन्छ हामी प्रजातन्त्र गणतन्त्रमूलक देशमा तिनीहरू ती अड्के पछाडि आउँछन् हामी बसौँ ल ब्ल्याक स्ल्याग लगाएर एकदम झोला सोला जय श्री रामवाला छ फेरि यस्तो नन गियरवाला साइकल रहेछ यो के हो हर हर महादेव यूपी बुलंदशहर से जो 12 ज्योतिर्लिंग यात्रा विदाउट मनी पवन भारत यात्रा युट्युब च्यानल रहेछ यो मान्छेको पनि फेरि अनि यहाँ गियर बिनाको साइकल लिएर चढिदिरहेको छ यार यत्रो उकालो साइकलमा हावा हाल्ने पम्प सम्प सब आफै बोकेर हिँडिरहेको रहेछ हामी चाहिँ यहाँबाट अब अगाडि जाने हो यहाँ एउटा दामी खोला रहेछ ल ठिक छ दाइ ल कन्टिन्यू केटाहरू यहाँ केटाहरू यहाँबाट एकदम खोला छ बिच बाटोमा यहाँबाट कटिसके मलाई छोडेर गए बाट यता जाने बाटो चाहिँ हेटौडा जाने हो हामी चाहिँ उता नगइकन यहाँ बोर्ड टाँगेको छ यस्तो वाला अनि यहाँ अगाडि लेखेकै छ यहाँ लटरम्बेश्वर महादेव जाने बाटो भनेर अनि यता माथि यस्तो पनि देख्नुहुन्छ त्यही भएर चाहिँ तपाईँहरू यतापट्टिको बाटो चाहिँ चढ्ने उता नगएर है ल एकदम बाटो चाहिँ एकदम धुलम्मे छ एकदमै धेरै धुलम्मे छ दाइले स्कुटी हानेन क्या हो खेल्नुपर्छ क्या हो दाइ हामी यहाँ बाटोमा टनल पनि देख्न सक्छौँ यो के हो फास्ट ट्र्याक हो कि मध्य पहाडी लोकमार्ग हो के को हो तर केही चाहिँ बनिरहेछ यहाँ कि बिजुली निकाल्ने हो त्यो त होला सैनिक इलाका छ यहाँ अगाडि अब कता हो अब लटरम्बेश्वर यता यो तिरै देखाइरहेछ त्यो एरो देखाएर यता अब जाने हामी यता उता यता माथि नचढ्ने है यता चढ्ने यता सबैजना है ज्ञानी भएर यता लाग्ने यहाँ के हो यो टनल त बवाल छ है तर सानो टनल छ त गाडी छिर्ने भन्दा पनि सानो देखिया हो यतातिर एकदम सरर एकदम गाउँ बस्ती आरामले यहाँनिर गाडी पनि आउँदो रहेछ यहाँसम्म चाहिँ अब यहाँबाट चाहिँ दाइहरूले हिँड्न सुरु गर्नुभयो हाम्रो स्कुटी चाहिँ अलिक माथिसम्म जान्छ अरे ओइ जान्छ हर हर महादेव ठेला केटा हो स्कुटी जोर लगा के हैसा मलाई छोडेर नजानु दाइ यार यहाँ आउँदैछ नि अब यिनीहरूले चढाउँदैनन् हेरौँ एन्टक पावर अफ एन्टक धीरज चढो यार हाम्रो चढेन यार उत्रेर ठेल्नु पर्यो यार मैले ल जाऊ केटा म माथि गएर चढ्छु ओ दाइ डेर तपाईँ एकछिन पक्नु नि यार भिडियो सुरु गर्दैछु म यहाँ लटरम्बेश्वर होमस्टेमा पुगिसकेको छौँ लास्ट स्टप रहेछ यहाँ चाहिँ गाडी बाइकहरूको अनि योभन्दा माथि हिँडेर जाँदै हुन्छ तल गाडीबाट ओर्लिनु भएको दिदीहरू यहाँबाट माथि चढ हिँडेर गइरहनु भएको छ हाम्रो दाइहरू त जानु हो के ब्याग चाहिँ उतै लानु के गर्नु यो ए दाइ यतै बस्नु न चिलमा केटीहरूको त्यो रमाउनु पऱ्यो ठिक छ यहाँ आयो मेरो भाइ कान्छो हाउ आर यु कान्छो र ठिक छ हात चाहिँ नचाट्न भाइ त्यत्रो साह्रै चाहिँ नभइहाल्न त अलिक त्यत्रो धेरै अश्लील नभइहाल्छ त अलिक अश्लील तातेर बढी भयो चिया खाएर जाने केटाहरू धीरज कार्की कडेल हाम्रो कडेल अनि हाम्रो गौतम सर
ल तपाईलाई कटल कस्तो स्ट्रगल थियो भनेर हिँड्दै जान्छु भने ब्ल्याकमेलिङको एउटा लेभल हुन्छ नि यार त्यो है त अब हामी सिधै माथि टुप्पोमा भेट्छौँ टुप्पो देखाइदिउँ टुप्पो टुप्पो चाहिँ यहाँ माथि यहाँ हाम्रो कान्छु भाइ तल बसिरहेको छ ल ल रोके ल कुखुरा भाले ह्यान्डसम भाले रहेछ कति धेरै बाख्राको पाठहरू छन् सन 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 हेर 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 सो क्युट यस यस भाग रनिङ सबले घाँस खान थालिसकेको रहेछन् अहिले आज स्कुलको स्टुडेन्टहरूलाई मिस गर्दै थिएँ यता देखिहालेँ मैले सबै बङ्क खाजा खाँदैछन् क्यान्टिनमा के छ लप्साङ त को हो यो चाहिँ खैरे खाजा आइसक्यो चाउचाउ सुन्दा दाईहरूले पनि तान्नुभयो के यार दाई लप्सी निकालेर गोजी चुर्पी निकालेर गोजी भिडियो खिच्दैछु म चाउ थुक निल्दै हुनुहुन्छ के गर्दैछ यो यता आइफोन 14 राखेर के छ यो वी आर इन्सपिरेसन इन एक्सन ठिक छ केटा हो ल हाम्रो जुगाडु केटाहरूले यहाँ चाउचाउ किनेर चिउरा चाहिँ घरबाट लिएर आएर यो है त्यसको मास्टर माइन्ड चाहिँ माथि गइहाल्यो है मास्टर माइन्ड धीरज कार्की तपाईँ तल बसेर चाउचाउ खानु न हेर आलु ल्याउन आलु खानु क्या निकाल्नु ल हामी चाहिँ होमस्टे छोडेर माथि चढिसकेका छौँ हामी के भन्छ कहाँ भन्दाखेरि कहाँ ओहो माथि त बादलले छेकिसक्यो हाम्रो लटरम्बेश्वर के हेर्दैछ धीरज कार्की ल यी गरिसक्नु हाम्रो दुर्गा दाई हिँड्दै सकेन दुर्गा दादा अटो कलिङ यार ऊ पानी गरिसक्नु यही स्कुल हो माओवादीले बम हानेको स्कुल यही हो माओवादीले बम हानेको स्कुल हो यो जे पाइ त्यही क्लेम गर्नु हुँदैन होइन द्याट्स जस्ट पार्ट अफ जोकै यहाँ हालु यहाँनिर आएपछि एउटा माथि सिडीमा जाने बाटो आउँछ यहाँबाट माथि जाने ल र सबजनाले भन्ने हर 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 महादेव लटरम्बेश्वर महादेव की कसैले भनेन नि यार कत्रो सिडी यार यो के काम ल हाम्रो हाइकिङ सुरु भयो अब ओके यस हाइकिङ गरेको 1 मिनेट भयो गलिसक्यौँ यहाँ पानी अमला यहाँ भित्ता पुरै जताततै छ अब हामी चाहिँ पानी अमला खाँदै हिँड्दै दाइ के गर्दै हुनुहुन्छ बाटोमा दाइले यहाँ धीरज कार्की धेरै माथि चढिसक्यो हामी पनि चढ्छौँ अब चढ्दैछौँ खासै होइन यतिको मात्रै हो अलिक नाक ठक्किन मात्रै सक्छ भन्ने हो अरू त सबै त्यस्तै छ दाइ आउनु तपाईँ बिस्तारै दामी भ्यू देखिँदो रहेछ यहाँबाट काठमाडौँको घर मात्रै कति डाँडामाथि चढेर हेर्नु यस्तो भ्यू झन् राम्रो हुँदो रहेछ त्यसमाथि यस्तो भ्यू प्लिज यार के गरे आयो अलिक यहाँसम्म आउने भनेपछि चेतनाको वृद्धि चाहिँ के भन्छ स्तर चाहिँ अलिक के गर्न हुने के गर्न नहुने भन्ने छुट्याउने अवस्थामा पुगेको हुन्छ होला तर पनि यो भनेको नेपालीको आइक्यू चाहिँ
विश्वमै सबैभन्दा लोएस्ट भन्ने कुरा चाहिँ यसले पनि प्रुभ गर्छ क्या। फेरि आइक्यू भन्ने बित्तिकै म्याथको हिसाब गर्न मात्र आइक्यू हुँदैन, धेरै कुराले त्यसलाई निर्धारण गर्छ। त्यसको इक्जाम्पल यहाँ देख्न सकिन्छ क्या। द्याट्स वाइ वी आर एट लास्ट पोजिसन क्या। हाम्रो दाइहरू आउँदै हुनुहुन्छ, धेरै पछि हिँड्ने भएर होला पसिना भइसक्यो म पनि। मजा आइरहेको छ, ज्याकेट खोल्नु पऱ्यो, गर्मी भयो मलाई। यहाँ पाहाडको टुप्पी भनेको यहाँबाट त अर्को बेग्लै रहेछ दादा। यहाँबाट घर चाहिँ रहेछ यार जङ्गलको बिचमा, कहाँबाट आयो मान्छे। के छ युनिस दाइ अलिकति ल केटाहरूले के लिएर आएका छन् गर्दैछु म केक अनबक्स गर्दैछ पहिला केक हैन हामी बक्स अनबक्सिङ गर्छौं विदेश त देखिँदैन विदेश फाल भन्छ केक चाहिँ सेक भइसकेछ के गर्ने त्यो केक वही भिडियोमै भिडियो भोलि आउँछ कस्तो मिठो हावा चलेको यार चट्ट यो हावामा चाहिँ चिल्ड बियर हैन अनि हल्कासँगले रोस्ट गरेको मासु ढक्क बसेर सर्र हावा ब्रिज कुल एयर आउँछ मोस्ट अफ माई भ्युअर आर बिलो 18 त्यही भएर यस्तो जे पाइ त्यही नबोल्नु तपाईँ बियर सियर पानी खान्छु मेरो भाइ उता फर्के तिमी ए यहाँ झारिसके मैले ढुङ्गा ठोकेर आगो बालिदिन्छ अरे के अरे त्यो अंगुरो के भन्छ नि बेस्ट बेकरी इज द बेस्ट बेकरी इन द वर्ल्ड द्याट्स फर अ रिजन यु नवराज दाई माइला दाईको केक 1000 मा 1 माइला दाईको केक करोडमा 1 माइला काका केक करोडमा 1 ल यहाँ छन् अरू हाम्रो टोली होइन कहाँ गयो यहाँ छन् बोलाउँछु र के भन्नु ओ दाइ दाइ यहीँसम्म लुमदार टाँगे छ यही पर चाहिँ यत्रो पर छ दाइहरू म चाहिँ यहाँ छु यहाँ माथि एक ठाउँ पुग्यो यहाँबाट अर्को पहाड होला यो यसमै त होइन होइन त्यो यति त चढौँ न यार हिँड्न जाँदा कहाँ कसो घरमा पो पुग्यो त मिस्टे हो क्या यहाँ मान्छे टन्नै बसिरहनु भएको यहाँ हाम्रो दाइहरू आइपुग्न आँटेन मान्छे टन्नै हुन्छ त्यहाँ त ल ठिक छ एकदम भारी मिस्टेक भएछ के मिस्टेक भन्दाखेरि त्यहाँ तल हामीले स्कुटी रोकेर आयौँ यत्रो 1-1.5 घन्टा हिँडेपछि माथि अर्को पनि होमस्टे रहेछ यहाँसम्म आउने रहेछ गाडीहरू मोए भयो हाम्रो त ल हामी फेरि पानी खाएर यहाँ बिचमा स्टेसनमा बसेर हामी फेरि हिँडिसकेको छौँ अब चाहिँ 1-1.5 घन्टामा हामी पुग्छौँ भन्ने अपेक्षा लिएर हिँडेका छौँ पुग्छौँ त ब्रदर कति टाइम लाग्छ अब 1.5 घन्टा ल ल ल 200 जना ए ल माथि त 13 गतेको मेला रहेछ त दाइ ट्याक्किन थानको मेला यो पाइप पिछाउँदै चढेको कहाँ पुगे यार यस्तो जङ्गलमा चट्टान ढुङ्गा छ म यहाँ छु कहीँ त पुग्छु होला म चढ्छु यो बाटो कहीँ त जानलाई त राखेको होला नि यो पाइप होइन ल पुग्यो भने फेरि भेटिहाल्नु हुन्छ भिडियो मलाई हामी आउँदैछौँ लगभग पुग्न आँट्यौँ अगाडि हाम्रो दिदीहरू हुनुहुन्छ यहाँ जहाँ पाए तीबाट छिर्दै भने अहिले बाटोमा पुग्यौँ होइन दिदीहरू चापा गाउँबाट हुँदो रहेछ हामी पेप्सी कोलाबाट हाम्रो अरू पेप्सी कोलाबाट आएको 3 जनाहरू चाहिँ झाडीमै अड्किनु भयो जस्तो छ धीरज ओइ बोल्दैछन् आइसक्यो होला अलिक माथि गएर पर्खिन्छु म यहाँ चाहिँ हामी बढाउँ गाडी माथि हल्ला भइरहेछ नजिक आइसक्यौँ कि क्या हो लगभग पुगिसक्यौँ बाटो यस्तो चाहिँ
है टेर भिडियोमा हेरे जस्तो केही पनि छैन रहेछ गाह्रो रहेछ है हो घरमा कमाउनलाई सजिलो छैन नि त त्यही हो ल ह्याप्पी होली अङ्कल दिदीलाई नि ह्याप्पी होली दाइ जय शम्भो लटरम्बेश्वर महादेव की ल सुमन दाई फाइनली अगाडि बढिसक्नुभयो महादेवको मोटिभेसनले सुमन दाई एउटा अनपपुलर ओपिनियन जिमको ट्रेडमिलमा हिँड्नु र हाइकिङ ट्रेलमा हिँड्नुमा के फरक छ दाइ कसैलाई केही भन्न खोजेको होइन ट्रेडमिलमा हिँड्नु भनेको यस्तै चिजहरूको लागि हिँड्नको लागि वार्म अप हो बुझ्यौ दाइ यो एन्सर एकदम सुरुमा पोइन्ट बडीलाई युज टु गराउनु पर्यो दाइ उहाँ माथि पोइन्ट टु बी नोटेड होइन दाइ आधी घन्टा 45 मिनटमा झरिन्छ होला दाइ 45 मिनटमा झर्ने अरे अहिले यहाँ माथि डाँडो आएन भने तिमीलाई चाँदै हान्छु भनेर मलाई धम्काउँदै हुनुहुन्छ त्यसको लागि पहिला दाइले मलाई भेट्नुपर्ने हुन्छ फेरि मेरो भाइले राख्छु नि भाइ ल आइज भाइ आइज जालास है भाइ जालास तँलाई भाइ अलिकति तँलाई बाँच्ने मन छ कि छैन काठमाडौँ भ्यालीभित्र छिर्न मन छ कि छैन को के बोल्या तपाईँलाई छोडेर आउनु म के बोल्नु भएको तपाईँले कहाँ छोडेँ मैले त्यति बेला माथि गएर कुरेको मैले तिमी मान्छे केपी ओली जस्तै रहेछौ के मान्छे पछि कुरो बटार्दिने के सिधा हुन्छ कि हुँदैन केपीको पनि बाङ्गो छ नि त खाइदे ए यो दादा उता टिममा हामी त्यहाँनिर एउटा जक्सन छ त्यो जक्सनबाट चाहिँ हामी यता लाग्ने हो सुमन दाइ के गर्दै हुनुहुन्छ पागल जोडिन्छ तल पुग्नु अरे के सिधै अनि होमस्टे पुग्छ धीरज नि हैन हामी चाहिँ के यो बाटो जाँदै ए ओइ यता होइन यार हो नि हो सत्य हो धीरज पनि अहिले यतै आउँछ चिन्ता नगर्नु न ऊ आउँदैछ हामी यता जाँदैछौँ सोध्नु पर्थ्यो क्या त्यहाँ यार भ्लग हो ल हजुरहरूलाई होलीको शुभकामना है सर ह्याप्पी होली शुभकामना हजुरहरूलाई है हस् हस् डेन्जर छ बाटो सर फेरि आर्मी क्याम्प माथिको हजुर मेरो दाजु के छ दाइ तपाईँको खबर के भन्न चाहनुहुन्छ त तपाईँ यस विषयमा लेडिज फर्स्ट अरे आफै लास्ट अगाडिबाट हिँडेको देखाइदिने अगाडिबाट हिँडेको देखाइदिने यो आएकै छैन दादा त्यो त गुराँस अगाडि छ अरे दामी प्रत्यक्षदर्शीको बोली सुनेको मैले माथि त थुम्को पो पुग्ने रहेछ कस्तो राम्रो थुम्को थियो अहिले आएर बाटो अगाडिको एकदम खतरनाक तर एकदम रमणीय दृश्य देखिँदो रहेछ यताबाट अनि यहाँनिर अनि यस्तो ठाउँ छ हाम्रो दाइहरू आउनुहुन्छ म यहाँबाट एउटा भिडियो बनाउँछु नि दाइहरूको ल दाइ हिँड्नु न हिँड्नु दामी भिडियो आइरहेछ हाम्रो वाक टु हेभन है चट लाएर यस्तो पहाडको चाहिँ छेउमा यो गयो भने चाहिँ तपाईँ मकालु परुन राष्ट्र निकुञ्ज जानु पर्दैन जस्तो मलाई लाग्छ तर यस विषयमा चाहिँ सुगम सरलाई अलिक धेरै नलेज छ है
ट्रेकिङ सुट चाहिएको छ भने पनि हामी अपडेट गर्न सक्छौँ है। होली रमाइलो भएन दिदी? ए यस्तो तर ह्याप्पी होली। तपाईँ हामीभन्दा छिटो रमाइलो गर्नुभयो। ओहो यहाँ फोटो खिच्ने भनेर एकदम दाइहरू चाहिँ त्यहाँ माथि अघि आधी घन्टा अगाडि हुनुहुन्थ्यो छु अहिलेसम्म। यहाँ एकदमै आइफोन के सो अफ गर्दै हुन्छ, यहाँ फोन माग्दै हुनुहुन्छ। दामी छ है भ्यू त। यहाँ माथि हो मन्दिर चाहिँ पुगिसक्यौँ। अब के हतार गर्नु भनेर। टाइम कति भयो? ल 1:30 भन्दा बढी भइसक्यो। क्या 1:30 बजे त जसरी पनि पुगिन्छ भनेको 1:35 भइसक्यो त। राम्रो भ्यू आइरहेछ। ल म यहाँनिर भिडियो बनाउँदै आउँदै थिएँ। यस्तो छेउमा यस्तोबाट तल एउटा खुट्टा गएर यहाँ हातमा कसम त्यो फलाममा ठोकेर क्या दुखेको यार, लास्ट दुख्यो यार। दिस इज पेन। यहाँ सो दाइलाई मजा पनि आइरहेछ, डर पनि लागिरहेछ। यता आएको ग्रुप फर्की पो रहनु भएको रहेछ त। ल अब हामी पुग्न आँट्यौँ। ल ठिक छ पुग्यो। ल ल जाउँ। फाइनल्ली दाइ फाइनल्ली पुग्यो नि त। देखाइदिनु त सबलाई। ल यसको मेन पार्ट चाहिँ उतापट्टि छ। दामी भ्यू छ। यहाँ पनि भिडियो बनायो। तपाईँ हिँड्नु दाइ म बनाउँछु पछाडिबाट तपाईँको चाहिँ। तपाईँ भ्लगमा आउनुहुन्छ। ल हल्ला गर्ने ग्रुपहरू यहाँ रहेछन्। लड्डरम्बेश्वरको पिकमा बसिरहेको छौँ। यो निस्ता तपाईँलाई कस्तो महसुस भइरहेको छ? एकदम दामी मजा आइरहेछ। सुमन दाई केही 2 शब्द 2टा औँला देखाउनुहुन्छ फेरि। नेपालको फ्ल्याग च्यातिसकेछ। हामी पिकमा पुगेको पनि 1 घन्टा हुन आँट्यो। अहिलेसम्म फोटो सेसन चलेको चलेछ। जति खिचे नि चित्त बुझ्दैन। साथी.com प्रोफाइल अपडेट गर्न खोज्दा
लेभल 2 देखि क्या नराम्रो फोटो खिच्छ यार यो मान्छे यहाँ चाहिँ तिर्सुल छ ल होली लागिरहेछ भरे बोल्दै बोल्दैन यहाँ ड्रोन सट लिँदा राम्रो आउनु पर्यो बन्द कर राम्रो आउनु पर्यो आफै गरे हेरेर लिएर नि एउटा पक्का यत्रो हामी के भन्छ रटनपुरको मेन मन्दिरमा आइसकेको छौँ र हाम्रो आज भ्लगको लास्ट पार्ट पनि हुन्छ यो भ्लगको दाजु आउनु न यता हाम्रो धीरज मुसुक्क मुस्कुराउँदैछ किन हो चार्ज 20% छ अझै पनि महादेव सती देवी माता यहाँको चाहिँ धन्यवाद मेरो जुत्ता हेर्नु न कालो जुत्ता पहेँलो भयो एकदम राम्रो बनाइदिएको छु मैले त्यसै गरी अहिलेसम्म हाम्रो यो भ्लग हेरिरहनु भएको रहेछ भने तपाईँहरूलाई एकदम धन्यवाद यहाँ तपाईँहरू भ्यू हेर्न सक्नुहुन्छ वाडा मजेस्टिक भ्यू होइन यस्तो यो भ्यूहरू हेर्नु छ भने मिस नगरिकन यो भ्यूहरू मिस गर्नु छैन भने चाँडोभन्दा चाँडो तपाईँहरू लटरम्बेश्वर महादेव भिजिट गर्न सक्नुहुनेछ यु डोन्ट निड अ लट अफ इफोर्ट टु रिच हियर जस्ट यु निड के चाहियो उठेको क्या रेडी के चाहियो हिम्मत चाहियो सङ्कल्प चाहियो मेरो भाइ जाउँ जाउँ ल